Hi guys, welcome back to my channel. I'm back again with new vlog. अनि आज चाहिँ म तनहुँ जिल्लामा रहेको बन्दीपुर जान गइरहेका छौं। फ्यामिली सबै भएर जाँदै छौं हामी चाहिँ बन्दीपुर। So let's go with me. अनि अब चाहिँ म ड्रेस लगाउँछु। अहिले चाहिँ बिहानको 5:30 बजेको छ अनि हामी एकछिनमा हिँड्छौं रेडी भएर। So yes, watch till the end. Hey guys, I'm finally ready अनि सबैजना तयार भइसक्नुभयो। 6:30 भइसक्यो अहिले चाहिँ। अब हामी चाहिँ एकछिनमा हिँड्छौं। सो मेरो आउटफिट चेक है त। फर्मल प्यान्ट छ अनि यो टी-शर्ट अनि here's me. Stop. Yeah, that's all. Shoes को लागि मैले बुट नै लगाएँ। घरबाट हिँडियो। बस कुर्दैछ मैले चाहिँ। हाई गाइज, फाइनली हामी चाहिँ बस चढिसक्यौँ। पछाडि नै गर्न मिल्दो रहेछ। सो म त टक्क आडा लगाएर बसिरहेको छु अहिले चाहिँ। हेलो गाइज, ल तनहुँ जिल्ला चाहिँ हामी प्रवेश गरिसक्यौँ। हामी चाहिँ अब दमौली आउन लाग्यौँ अनि यहाँ नयाँ पुल बनाउन लागेको रहेछ। दमौली बजार आइपुग्यौँ हामी चाहिँ। यस्तो रहेछ यो चाहिँ। हामी बन्दीपुर आउन लाग्यौँ अनि लिची ग्रुप बेच्ने ग्रुपहरू कति धेरैजना। यसलाई लिची खानै त घरबाट ल्याएको रहेछ। अब चाहिँ हामी बसबाट झर्न लाग्यो। गाइस, हामी फाइनली चाहिँ बसबाट झरिसक्यौँ। अब चाहिँ हामी बन्दीपुर केबल कार चढ्न जाँदैछौँ। यहाँ चाहिँ आदिकवि भानुभक्तको चाहिँ शालिग रहेछ। बन्दीपुर केबल कार हामी जाँदैछौँ। त्यहाँ माथि जाने हो सिस्टर। यहाँ चाहिँ शिव भगवानको मूर्ति रहेछ। ओम नमः शिवाय। यहाँबाटको भ्यू चाहिँ यस्तो रहेछ। पुरै यहाँ ढुङ्गै ढुङ्गा रहेछ अनि यहाँ चाहिँ फुल लगा। यस पछाडि चाहिँ उल्लुको स्ट्याचु भन्ने के भन्ने स्ट्याचु रहेछ। अनि यो चाहिँ बन्दीपुरमा चाहिँ माथि छ केबल कार चाहिँ अनि तल चाहिँ यस्तो खतरा रहेछ है। यताउति हरियाली रहेछ कतै। अनि कस्तो खतरा रहेछ के यो पुलीबाट चाहिँ पानी झरे जस्तो रहेछ अनि तल हाँस पनि रहेछ। कस्तो राम्रो लाग्यो मलाई यो चाहिँ। अनि यता पनि भगवानको स्ट्याचु यति ठुलो महादेवको मूर्ति पनि रहेछ। है त गाइज, बन्दीपुर घुम्नै पर्ने ठाउँ। टक्क यहाँ फोटो खिच्न हुन्थ्यो क्या अरे। बाबा चाहिँ त्यहाँ हुनुहुन्छ सो खिच्न पाइएन। हाई गाइज, यो चाहिँ बन्दीपुर केबल कारको टिकट लिने ठाउँ होला सायद। अनि यहाँ कस्तो राम्रो टाइपको धारो छ क्या। और गाइज, गर्मीले मरिनी भयो। यस्तो गर्मी पसिना पसिना भइसक्यो म त। टिकट लिएँ ल टिकट लिएँ गाइस। हामी चाहिँ टिकट लियौँ फाइनली। हामी फाइनली चाहिँ चढ्न जाँदैछौँ केबल कार। यही अब लेट्स गो है त। बाबा दिदी अनि दाइ अगाडि हुनुहुन्छ। केबल कारमा आइसक्यौँ हामी चाहिँ। अब जाँदैछौँ हामी। भ्यू हेर्नु है त गाइसहरू यहाँबाट बन्दीपुरबाटको। माथि हो नि हामी पुग्ने चाहिँ। तलको भ्यू यस्तो राम्रो छ गाइज। वाउ, हामी चाहिँ अहिले केबल कारमै छौँ। चाहिँ माथि पुग्नु यस्तो उकालो छ क्या। अब चाहिँ डर लाग्ने। कारबाट
गऱ्यौँ हामी चाहिँ भर्खरै अब चाहिँ बन्दीपुर घुम्ने गाइस फाइनली आयौँ हामी यही बित्तिकै चाहिँ हामीलाई स्ट्याचुले स्वागत गर्यो भगवानको खानीमै मन्दिर माथि हामी चाहिँ अहिले यहाँ छौँ अनि यहाँ के घुम्न नसकिने ठाउँहरू चाहिँ यहाँ लेखेको छ ल बन्दीपुर गाउँपालिका है त अनि यहाँ चाहिँ फ्ल्याग छ जय नेपाल अनि यहाँ चाहिँ मन्दिर रहेछ तर अहिले हामी जान्छौँ तल बजारतिर सो लेट्स गो यस्तो रमाइलो लागिरहेको छ कति पछि घुम्न आउँदा वाउ यहाँ चाहिँ पुरानोवाला घर पनि रहेछ यहाँ चाहिँ अनि यहाँ धन्यवाद भने छ यु आर वेलकम बाबा र सिसी चाहिँ अगाडि हेलो वेलकम टु बन्दीपुर बन्दीपुर गाउँको भिडभाड यति धेरै छ है सबैजना कति धेरै भिड रहेछ चाहिँ कपडा रेन्ट गर्न मिल्दो रहेछ क्या हो अनि एकछिनलाई चाहिँ लाउन मिल्दो रहेछ नेवारी कति राम्रो देखिनु भएको सबैजना अनि एउटा भाइ पनि रहेछ यता सबै घरहरू चाहिँ यस्तै पुरानो टाइपको बनाइरहेछ कस्तो राम्रो कस्तो एस्थेटिक है अनि यहाँ चाहिँ सबै होटल टाइप अफ नै छ रिसोर्ट टाइप अफ छ अनि यहाँ सिसी पोज लिँदैछ है गाइस हामीले चाहिँ फोटोहरू खिच्यौँ अब चाहिँ हामी खाना खान्छौँ कता खान्छौँ थाहा छैन एकदम धेरै अप्सनहरू छ अब कुनमा मिठो पाइन्छ भनेर खोज तलास जारी छ फाइनली यहाँ आइसक्यौँ अब चाहिँ हामी यहाँ खाना खान्छौँ क्युट सेटअप रहेछ गाइस हाम्रो खाना आइसकेको छ यम्मी यम्मी अब खाना खाएर चाहिँ यसो घुमघाम गरौँ भनेर हिँड्दैछौँ स्कुल पनि रहेछ अनि बाबाले भन्नुभएको यो चाहिँ एकदम पुरानो स्कुल हो अरे के कता टाढाबाट चाहिँ मान्छेहरू पढ्न आउँथ्यो अरे क्या चाहिँ सुरुमा देखिएको जुन सिद्ध गुफा छ नि त्यो गुफा हेर्न विद्यार्थी लिएर हामी आएको थियौँ कि यहाँ त्यहाँ पढाउनुहुन्थ्यो हजुरले पढाउँथ्यौँ त पढाउँथ्यौँ नि त उहाँ केशवटार माविमा पढाउँथेँ विद्यार्थीहरू लिएर 3-4जना सरहरू विद्यार्थी लिएर आएर हेरेर आएको जमानामा आजभन्दा 30-40 वर्ष पहिला 2D खेल आइसक्यौँ यस्तो रहेछ 2D खेल चाहिँ एकदम शीतलो रहेछ क्या भेरी मच शीतलो वाउ बल्ल यस्तो घाम भइरहेको थियो बल्ल शीतलो हर्स राइडिङ पनि हुँदो रहेछ हाई गाइस अहिले चाहिँ म 2D खेलमा छु बन्दीपुरको अनि एकदम रमाइलो भइरहेको तर एकदम गर्मी छ अब पार्टी लागि आएछ गाइस हामी चाहिँ 2D खेल घुमेर चाहिँ अब फर्किने क्रममा छौँ हामी पुग्ने चाहिँ केबल कार चढ्नको लागि अझै यत्रो हिँड्न छ अनि यहाँबाटको भ्यू चाहिँ यसो देखिन्छ यही हो हामी पुरै घुमेर आयौँ यहाँको चाहिँ अब चाहिँ हामी फर्किन लागेको त्यहाँ जाने अनि त्यहाँबाट चाहिँ केबल कार चढेर फेरि उता जानुपर्छ अनि फेरि बस चढेर जाने घरतिर छोटो भ्रमण गरेर चाहिँ हामी केबल कार इन्ट्रान्समा आइसक्यौँ अब फर्किने हो फर्किँदैछौँ हामी चाहिँ केबल कारबाट झऱ्यौँ अब बस चढ्छौँ हाई गाइज हामी चाहिँ झरिसक्यौँ अब चाहिँ घर जाने हो द्याट्स अल फर टुडे आज चाहिँ एकदम रमाइलो भयो अनि आई होप यु गाइज अल्सो इन्जोयड माई भ्लग आजको चाहिँ एकदम मेसी टाइप अफै भ्लग भयो लाइक राम्रो भएन भ्लग त्यसको लागि चाहिँ सरी अनि आज एकदम गर्मी भयो नि त अनि के हो जस्तो भयो क्या